हेलो एभ्रिवान वेलकम टु माई सर्ट भिडियो र यो सर्ट भिडियोमा चाहिँ आज म कुरा गर्न गइरहेको छु साउथ कोरियाबाट चाहिँ जापान भिजिट भिजा कसरी एप्लाई गर्ने कुन कुन भिजा क्याटेगोरीकोले एप्लाई गर्न मिल्छ र के कति खर्च लाग्छ के डकुमेन्टहरू चाहिन्छ भन्ने विषयमा चाहिँ धेरै कमेन्टहरू आएको थियो मेरो टिकटकमा मलाई मेसेजहरू धेरै गर्नुभएको थियो मेरो आफ्नो साथीभाइ कस्टमरहरूदेखि लिएर पब्लिकहरूले सो त्यही विषयलाई चाहिँ मैले आज यो भिडियो बनाएर चाहिँ तपाईँको माझमा लिएर आउन गइरहेको छु। पक्कै पनि यो भिडियो चाहिँ तपाईँहरू सबैजनालाई मनपर्छ र तपाईँहरूलाई फाइदा हुन्छ यो भिडियोबाट भन्ने विश्वासको साथ बनाउँदैछु। ल सुन्नु होला है त। म चाहिँ जापान 2024 मेबी 23 मेबी 23 र 25मा चाहिँ दुईचोटि गएर आइसकेको थिएँ। सो आफै गएको भएको कारणले गर्दाखेरि थोरै न थोरै नलेज पक्कै पनि छ जस्तो लाग्छ। सो अब कुरा गरौँ तपाईँको जापान जाँदाखेरि चाहिँ कुन कुन भिजा क्याटेगोरीकोले चाहिँ एप्लाई गर्न मिल्छ भन्ने विषयमा है। सबैभन्दा पहिला त तपाईँसँग चाहिँ साउथ कोरियाको चाहिँ एआरसी कार्ड हुनुपर्छ। एआरसी कार्ड भएपछि तपाईँको D2 भिजा, E9 भिजा, F2 भिजा, F2R भिजा, F3 भिजा, F5 भिजा त अब पक्कै पनि जान मिलिहाल्छ झन्। त्यसै गरी G1, D4 भिजाले पनि एप्लाई गर्न मिल्छ र धेरैजनाले चाहिँ मलाई के पनि सोध्नुभएको थियो भने आइडी कार्डमा चाहिँ कति भिजा हुनुपर्छ भनेर पनि सोध्नुभएको थियो। र सबैभन्दा पहिला चाहिँ म जापान जाने बेलामा 2023मा मेबी 23मा चाहिँ जाँदाखेरि मेरो आइडी कार्डमा चाहिँ 1.5 महिना मात्र भिजा थियो। जापानको होइन, फेरि साउथ कोरियाको चाहिँ 1.5 महिना मात्रै भिजा थियो र मैले भिजा एक्सटेन्सन गर्दै थिएँ, मेरो भिजा आइसकेको थिएन र त्यही क्रममा मैले जापान भिजा पनि एप्लाई गरेको थिएँ। त्यो बेलामा चाहिँ मेरो 1.5 महिना भिजा हुँदा पनि मेरो भिजा चाहिँ तपाईँको साउथ कोरियाको भिजा आउनुभन्दा अगाडि नै भिजा चाहिँ मेरो आएको थियो। सो म यो भन्न गइरहेको छैन कि तपाईँको जापान एप्लाई गर्दाखेरि चाहिँ तपाईँको भिजा चाहिँ सकेसम्म 3 महिनाभन्दा माथि भएको धेरै राम्रो, किनकि अहिले चाहिँ जापानको भिजाहरू रिजेक्सन पनि धेरै भइरहेको कारणले गर्दाखेरि चाहिँ यदि तपाईँको चाहिँ आइडी कार्डमा भिजा छैन, हाइकोरियामा भिजा छ तर आइडी कार्डमा हान्नुभएको छैन भने तपाईँ आफ्नो नजिकैको इमिग्रेसनमा गएर चाहिँ तपाईँले भिजा हान्न सक्नुहुन्छ आइडी कार्डमा। यदि तपाईँसँग हाइकोरियामा नै भिजा इनफ छैन भने तपाईँले चाहिँ आफ्नो भिजा एक्सटेन्सन गर्ने पछाडि चाहिँ तपाईँले जापानको भिजा एप्लाई गर्नुभयो भने धेरै राम्रो, किनकि रिजेक्सन कम हुन्छ। सो तपाईँसँग चाहिँ एआरसी कार्ड छ भने G1 भिजा, D2 भिजा, D4, E7, E9 सबै भिजा क्याटेगोरीकोले चाहिँ एप्लाई गर्न मिल्छ। तर मेन भनेको चाहिँ तपाईँको चाहिँ पासपोर्टको चाहिँ त्यो भ्यालिडिटी डेट चाहिँ 6 मन्थभन्दा कम हुन्न भन्ने चाहिँ मेन हो। एआरसी कार्डमा चाहिँ तपाईँको 3 महिना 4 महिना भयो भने पनि भिजा लाग्छ। र अर्को कुरा चाहिँ जापानमा चाहिँ कति खर्च लाग्छ भनेर पनि सोध्ने धेरै हुनुहुन्छ। त्यो खर्च चाहिँ मैले चाहिँ जहिले पनि भन्दै गर्छु चाहिँ खर्च चाहिँ पर्सनमा डिपेन्ड हुन्छ। कुनै मान्छेले चाहिँ धेरै खर्च गर्नुहुन्छ र कसैले चाहिँ अलिक कम खर्च गर्नुहुन्छ। सो यो चाहिँ पर्सन अनुसार नै डिपेन्ड हुन्छ भने सबैभन्दा पहिला त फ्लाइट टिकटबाट नै जाउँ। फ्लाइट टिकट चाहिँ अब सिजन अनुसारले हुन्छ, अफ सिजनमा कम पर्छ भने सिजनमा आउने जाने तपाईँको टिकट नै 4-5 लाख 6 लाखसम्म पनि लाग्न सक्छ पर पर्सन। र होटल बुकिङ, अब कस्तो होटलमा बस्नुहुन्छ, मोटेलमा कस्तो मोटेलमा बस्नुहुन्छ, त्यो खर्च भनेको चाहिँ तपाईँ आफैले एगोडा, trip.com यो धेरै वेबसाइटहरू छन् जुनबाट तपाईँले चेक पनि गर्न सक्नुहुन्छ। अब तपाईँको आफन्त हुनुहुन्छ जापानमा भने त धेरै राम्रो खर्चै जोगिन्छ। र जापानको चाहिँ सबैभन्दा अलिकति साउथ कोरियाभन्दा महँगो भनेको चाहिँ ट्रान्सपोर्टेसन चाहिँ अलिकति महँगो छ। त्यसले गर्दाखेरि अब तपाईँ कति दिनको लागि घुम्न जाँदै हुनुहुन्छ, 3 डेजको लागि जाँदै हुनुहुन्छ कि 6 डेजको लागि जाँदै हुनुहुन्छ कि 10 दिनको लागि जानुहुन्छ, खर्च त्यसमा डिपेन्ड हुन्छ। सो नर्मली तपाईँ 4-5 दिन 5 दिनसम्मको लागि जाँदै हुनुहुन्छ भने पर पर्सन चाहिँ तपाईँको यो टिकट बाहेक है, फ्लाइट टिकट बाहेक चाहिँ त्यहाँ हुने खर्च, त्यहाँको ट्रान्सपोर्टेसन, बस्ने खाने खर्च चाहिँ मेबी पर पर्सन 2 लाखसम्म हुनसक्छ 5 दिन 4 दिन जति बस्नुभयो भने। र त्यही पनि तपाईँ कति घुम्नुहुन्छ अनि तपाईँको कतिको डिस्टेन्समा घुम्दै हुनुहुन्छ, तपाईँ बस्ने चाहिँ तपाईँ बसेको होटलबाट अथवा एरियाबाट चाहिँ अब कति किलोमिटरसम्मको डिस्टेन्समा जानुहुन्छ, त्यसले पनि धेरै खर्चहरू तलमाथि बनाउँछ। अरू भनेको खानेकुरा हो। खानेकुरा त तपाईँको साउथ कोरियाभन्दा त्यति धेरै एक्सपेन्सिभ छैन, उस्तै खाना त महँगो छैन जापान। त्यही तपाईँको ट्रान्सपोर्टेसन र होटल चाहिँ अलिकति महँगो हो। त्यही पनि कुनै ठाउँमा चाहिँ अलि उस्तै कोरिया र जापानको उस्तै पनि हुन्छ।
सो खर्च भनेको चाहिँ मेबी तपाईँले आफैले क्याल्कुलेट गर्न सक्नुहुन्छ होला अब चाहिँ। र तपाईँले सक्नु भएन भने नि trip.com अथवा स्काई स्क्यानर अथवा आगोडाबाट चाहिँ तपाईँले हेर्नुभयो भने मजाले पाउनुहुन्छ। सो अब कुरा गरौँ डकुमेन्टहरू चाहिँ के चाहिन्छ भनेर। मेन भनेको चाहिँ डकुमेन्टहरूमा चाहिँ धेरैजना कस्टमरहरूले धेरैजना साथीभाइहरूले चाहिँ सोधिराख्ने हो र सबैभन्दा स्टार्टिङमै म कुरा गर्न चाहन्छु हामीले चाहिँ के डकुमेन्टहरू चाहिँ बनाउन सक्छौँ भनेर। त्यो डकुमेन्टमा चाहिँ सबैभन्दा पहिला त पासपोर्ट भइहाल्यो। हाम्रो मेन भनेको नै पासपोर्ट हो र त्यो पासपोर्टको चाहिँ तपाईँकोसँग चाहिँ 6 महिनाको भ्यालिडिटी डेट हुनुपर्छ भनेर लेखेको छ वेबसाइटमा पनि। र तपाईँको पासपोर्ट साइज फोटो, तपाईँ साउथ कोरियाको एआरसी कार्डको चाहिँ फ्रन्ट ब्याक फोटो चाहिँ प्रिन्ट गरेर त्यसको कपी हुनुपर्छ। र तपाईँले चाहिँ तपाईँको चाहिँ साउथ कोरियाको चाहिँ एआरसी कार्डमा चाहिँ भिजा हाई कोरियामा चाहिँ भिजा छ टन्नै, तर तपाईँको आइडी कार्डमा प्रिन्ट गर्नुभएको छैन भने चाहिँ प्लिज तपाईँले आइडी कार्डमा प्रिन्ट गरेर चाहिँ त्यसको नै अगाडि पछाडिको कपी गरेर सब्मिट गर्नुहोला। र अर्को भनेको चाहिँ तपाईँको चाहिने डकुमेन्ट भनेको चाहिँ सर्टिफिकेट, जुन स्टुडेन्ट र वर्करको चाहिँ डिफ्रेन्ट हुन्छ। स्टुडेन्ट हो भने चाहिँ तपाईँले इनरोलमेन्ट सर्टिफिकेट चाहिँ युनिभर्सिटीबाट निकाल्नुपर्ने हुन्छ भने वर्कर हो भने चाहिँ तपाईँले चाहिँ इम्प्लोइमेन्ट सर्टिफिकेट चाहिँ मेबी वर्करको चाहिँ अलरेडी हुन्छ, यदि छैन भने तपाईँले आफ्नो कम्पनीबाट चाहिँ निकाल्नुपर्ने हुन्छ। तपाईँको इम्प्लोइमेन्ट सर्टिफिकेटलाई चाहिँ छेजिक छुङमेङ्सा भन्छ भने चाहिँ इनरोलमेन्ट सर्टिफिकेटलाई चाहिँ छ्याक छुङमेङ्सा भन्छ, जुन चाहिँ युनिभर्सिटीबाट चाहिँ निकाल्न सक्नुहुन्छ। अरू डकुमेन्टहरू चाहिँ स्टुडेन्ट र वर्करको चाहिँ सबै सिमिलर हुन्छ। त्यसपछि हामीलाई चाहिने डकुमेन्ट भनेको मेन भनेको ब्याङ्क ब्यालेन्स सर्टिफिकेट 3 महिनाको। त्यसमा पनि तपाईँको 3 महिनाको ट्रान्जेक्सन चाहिँ एकदमै जेन्युन तरिकाले भएको हुनुपर्छ। अरू E9, E7 अथवा अन्य भिजाको क्याटेगोरीमा चाहिँ तपाईँको स्यालेरीहरू कम्पनीबाट चाहिँ मजाले आइरहेको छ र तपाईँको 3 महिनाको ट्रान्जेक्सन निकाल्दा पनि जेन्युन नै हुन्छ भने स्टुडेन्टको केसमा चाहिँ तपाईँको जिरो ब्यालेन्स हुन्छ, कहिले 10 लाख हुन्छ, कहिले अब भिजाकै लागि भने नि धेरै पैसाहरू एकैचोटि डिपोजिट गरेर त्यो ट्रान्जेक्सनको हिस्ट्री निकाल्ने बेला चाहिँ एकमुष्ट आगो देखिएको हुन्छ। त्यसले गर्दा चाहिँ धेरै जसो भिजा रिजेक्सन पनि त्यो कारणले पनि भएको हुन्छ। सो यदि तपाईँ स्टुडेन्ट हुनुहुन्छ भने, तपाईँ जापान भिजा एप्लाई गर्दै हुनुहुन्छ भने चाहिँ तपाईँले आफ्नो डकुमेन्टहरूमा चाहिँ मेबी तपाईँले आफ्नो ब्याङ्किङ ट्रान्जेक्सन हिस्ट्री निकाल्ने बेलामा चाहिँ 3 महिना अगाडिदेखि 10 लाख 15 लाख 12 लाख पैसाहरू चाहिँ थोरै राखेर जिरो ब्यालेन्स नराखिकन अनि तपाईँको जब एप्लाई गर्नुहुन्छ त्यो बेलामा चाहिँ खातामा 30 देखि 40 लाखको बिचमा पैसा भएको सहित ट्रान्जेक्सन निकाल्ने। त्यसपछि 30 देखि 40 लाख कोरियन वनको चाहिँ ब्याङ्क ब्यालेन्स सर्टिफिकेट चाहिँ निकाल्नु भयो भने चाहिँ यो चाहिँ जेन्युन हुन्छ। ब्याङ्क ब्यालेन्सको सर्टिफिकेट एउटा चाहिन्छ अनि ट्रान्जेक्सन चाहिँ 3 महिनाको मात्र भइपुग्छ। त्यसपछि हाम्रो मेन चाहिने भनेको नै तपाईँको फ्लाइट टिकट हो, अनि होटल बुकिङ हो, र अर्को भनेको ट्रिप प्लानर हो। तपाईँ चाहिँ ट्राभल कुन ठाउँमा गर्दै हुनुहुन्छ, तपाईँको चाहिँ फ्लाइट टिकट पनि सकेसम्म जेन्युन नै काट्नुभयो भने राम्रो हुन्छ। अनि होटल बुकिङको पनि तपाईँले जेन्युन नै गरे राम्रो, अब भएन भने पनि अब देखाउनको लागि ट्राभल एजेन्सीहरूले पनि बनाइदिनुहुन्छ। र अर्को कुरा भनेको चाहिँ तपाईँको ट्राभलको चाहिँ ट्रिप प्लानर हुन्छ नि, त्यो चाहिँ तपाईँको जेन्युन नै गर्नुपर्छ। धेरै जसो चाहिँ अहिले जापानको भिजा चाहिँ धेरै E9 भिजा भए पनि E7 भए पनि D2 भए पनि धेरैको रिजेक्ट भइरहेको छ 2025 मा भने यसमा चाहिँ तपाईँको सिम्पल मिस्टेकहरू, तपाईँको ट्रिप प्लानरहरू अलिक फेक देखिएको, र अर्को भनेको तपाईँको होटल बुकिङ र फ्लाइट टिकटहरू चाहिँ फेक देखिएको भएर चाहिँ धेरैको रिजेक्ट भएको छ। यी डकुमेन्टहरूको साथसाथै तपाईँलाई अर्को चाहिने भनेको चाहिँ तपाईँको कम्युनिटी सेन्टरबाट चाहिँ छुरिपको इन्टर एक्जिट पेपर पनि चाहिने हुन्छ। र त्यसको साथसाथै तपाईँले चाहिँ ट्याक्स तिरेको पेपर, जुन ट्याक्स क्लियरेन्सको सर्टिफिकेट छुमिन सेन्टरबाट निकाल्न सक्नुहुन्छ। यो सर्टिफिकेट पनि तपाईँले राख्नुभयो भने चाहिँ डकुमेन्टेसन चाहिँ प्लस पोइन्ट हुन्छ भने अर्को महत्त्वपूर्ण डकुमेन्ट भनेको रिलेसनसिप सर्टिफिकेट, जुन चाहिँ हामीले नेपालबाट भिजा एप्लाई गरेर आउँदाखेरि बनाएको थियौँ। त्यस्तै सेम डकुमेन्ट तपाईँले बनाउनु भयो भने मेबी यति डकुमेन्टहरू भइसकेपछि चाहिँ तपाईँको भिजा रिजेक्ट हुँदैन। तपाईँ जापान जानलाई मस्त
स्ट्रङ क्यान्डिडेटमा पर्नुहुन्छ। सो यति डकुमेन्ट हो। तपाईँलाई अब सरर एकचोटि म भनिदिन्छु। तपाईँको पासपोर्टको भ्यालिडिटी डेट 6 मन्थ भएको पासपोर्टको फोटोकपी, एआरसी कार्डको फोटोकपी, तपाईँको फोटो पासपोर्ट साइज, तपाईँको चाहिँ इम्प्लोइमेन्ट सर्टिफिकेट अथवा स्टुडेन्ट भए इनरोलमेन्ट सर्टिफिकेट, तपाईँको फ्लाइट टिकट, होटल बुकिङ, ट्रिप प्लानर, इन्ट्री एक्जिट पेपर, तपाईँको ट्याक्स क्लियरेन्स सर्टिफिकेट, रिलेसनसिप सर्टिफिकेट, यो डकुमेन्टहरू चाहिँ तपाईँले चाहिँ साउथ कोरियाबाट जापान जानको लागि चाहिँ बनाउनु पर्ने हुन्छ। यति डकुमेन्ट भइसकेपछि तपाईँले चाहिँ अरू कुनै पनि डकुमेन्टहरू बनाउनु पर्दैन। र यो डकुमेन्टहरू चाहिँ तपाईँले कहाँ गएर चाहिँ एप्लाई गर्ने, यो डकुमेन्ट चाहिँ तपाईँले ई भिजा वेबसाइट जुन जापानिज एम्बेसी छ साउथ कोरियाको त्यहाँ लगेर चाहिँ सबमिट गर्न सक्नुहुन्छ अनलाइन थ्रु। यो डकुमेन्टहरू तपाईँले प्रिन्ट गरेर चाहिँ पीडीएफ फाइल बनाउनु, अनि त्यो पीडीएफ फाइल चाहिँ अपलोड गर्ने चाहिँ अप्सन आउँछ वेबसाइटमा जानुभयो भने। र अहिले चाहिँ धेरै जसो भिजाहरू एजेन्सीबाट चाहिँ एप्लाई गर्ने बनाइदिएको छ, किनभने चाहिँ धेरै डकुमेन्टहरू चाहिँ फेक देखेको कारणले गर्दाखेरि चाहिँ जापानिज एम्बेसीले चाहिँ आफैले नै एजेन्टहरू हायर गरेको छ, जुन एजेन्टहरू चाहिँ तपाईँले जापानिज एम्बेसीको चाहिँ वेबसाइटमा गएर पनि देख्न सक्नुहुन्छ। त्यहाँ पीडीएफमा सरर डिटेल्सहरू छ र तपाईँको त्यो एजेन्टहरू चाहिँ कुन कुन लोकेसनमा छ, अफिसहरू कहाँ छ, त्यसको फोन नम्बरहरूदेखि लिएर सबै डिटेल्सहरू चाहिँ ई भिजा वेबसाइटमा गएर भेटाउन सक्नुहुन्छ। साथै तपाईँहरूले चाहिँ डकुमेन्टहरू चाहिँ कुन कुन डकुमेन्टहरू चाहिँ बनाउने, कसरी सबमिट गर्ने, यो भिडियो पनि ई भिजा वेबसाइटमा गएर सर्च गर्नुभयो भने त्यहाँ भिडियो गाइड भिडियो बन्छ। यति भइसकेपछि चाहिँ तपाईँले आफैले नै आफ्नो डकुमेन्टहरू चाहिँ रेडी बनाएर आफैले नै ई भिजा वेबसाइटमा गएर चाहिँ सबमिट गरेर चाहिँ जापान भिजा एप्लाई गर्न सक्नुहुन्छ। सबैभन्दा राम्रो कुरा चाहिँ तपाईँले एउटा ट्राभल एजेन्सी चाहिँ पक्रेर चाहिँ उहाँहरूको थ्रो गर्नुभयो भने तपाईँको यो बिजी टाइममा उहाँहरूले हेल्प गरिदिन सक्नुहुन्छ। फी भनेको चाहिँ तपाईँको 90,000देखि 1 लाखसम्म लिन सक्छन्। अब अरू ट्राभल एजेन्सीले कसरी काम गर्नुहुन्छ मलाई थाहा छैन, तर तपाईँले चाहिँ वेबसाइटमा गएर त्यहाँको एजेन्ट मार्फत गर्नुभयो भने नि 90,000 कोरियन वनदेखि 1 लाख कोरियन वनसम्म चाहिँ उहाँहरूको चाहिँ चार्ज रहेको छ। सो मैले तपाईँहरूलाई चाहिँ कुन कुन भिजाले एप्लाई गर्न मिल्छ, के कति खर्च लाग्छ र के डकुमेन्टहरू चाहिन्छ भनेर सबै कुराहरू चाहिँ यहाँ सेयर गरिदिएको छु। र जापान एकदम राम्रो छ, घुम्न लायक देश हो, किनभने त्यहाँको सबैभन्दा मलाई मनपर्ने चाहिँ एकदम धेरै क्लिन छ। अनि जे भयो नि एकदम पिस लाग्छ मलाई चाहिँ जापान होइन। तर कोरिया र जापानको चाहिँ तपाईँको लोकेसनहरू, एरियाहरू, डिजाइनहरू, बनावट जुन बनावट छ नि त्यो चाहिँ सिमिलर नै छ, सेम टु सेम छ। तर पनि कोरिया भन्दा चाहिँ केही हदसम्म चाहिँ कति ठाउँहरू चाहिँ एकदम क्लिन चाहिँ देखेको कारणले गर्दा चाहिँ मलाई चाहिँ एकदम मनपर्छ। र म चाहिँ धेरैजनालाई चाहिँ घुम्नु भनेर चाहिँ मोटिभेट गर्छु, किनभने चाहिँ एक बारको जुनी छ होइन। तपाईँको साउथ कोरियाबाट चाहिँ अन्य देशमा भिजा एप्लाई गरेर घुम्नको लागि चाहिँ भिजाहरू चाहिँ अलिक सजिलै लाग्ने भएको कारणले गर्दाखेरि तपाईँ आफ्नो साउथ कोरियाको भिजाको युटिलाइज सही सदुपयोग गरेर चाहिँ जापानहरू घुम्न जान सक्नुहुन्छ, युरोप घुम्न जान सक्नुहुन्छ, भियतनाम, थाइल्यान्डदेखि लिएर, अब थाइल्यान्ड त नेपालबाट नि घुम्न मिल्छ, देखि लिएर अन्य देशहरू जुन देशहरूमा तपाईँलाई चाहिँ घुम्न जान रहर छ त्यस्तो देशहरूमा चाहिँ जान सक्नुहुन्छ भनेर मैले चाहिँ मोटिभेट गर्छु। किनकि धेरै दुःख गर्नुहुन्छ र आफ्नो लागि चाहिँ बेलैमा घुम्नु भयो भने भोलि बुढेसकालमा चाहिँ ओहो म यो ठाउँमा गएको थिएँ भनेर आफूलाई सम्झिँदा लाग्छ। किनकि तपाईँको अरू कुरा तपाईँको मात्रै सम्पत्ति नहुन सक्छ, तर जति घुमेर तपाईँले मेमोरी बनाउनुहुन्छ नि त्यो मेमोरी चाहिँ तपाईँको मात्र सम्पत्ति हुन्छ कि पर्सनल सम्पत्ति हुन्छ। त्यसलाई भोलि गएर अरूलाई सेयर गर्दा र आफैले आँखा चिम्लेर चाहिँ यसो सम्झिँदा पनि एकदम आनन्द महसुस हुन्छ। त्यसले गर्दा चाहिँ गाइस दुःख पनि गर्नुपर्छ, घुम्नु पनि पर्छ, रमाउनु पनि पर्छ र हेल्दी सेफ लाइफ स्पेन्ड पनि गर्नुपर्छ। मेरो भिडियो चाहिँ यहाँसम्म हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद। मैले डकुमेन्टहरू के चाहिन्छ भनेर सबै डिटेल्सहरू डिस्क्रिप्सनमा पनि राखिदिने छु, जसले गर्दा तपाईँलाई त्यो डिस्क्रिप्सन हेरेर चाहिँ आफ्नो डकुमेन्टेसनहरू चाहिँ गर्न सजिलो होस्। र मेरो भिडियो मन पराउनु भयो भने चाहिँ लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। र
नेक्स्ट भिडियोमा फेरि भेटौँला। यस्तै यस्तै गफ गरेर मेरो ट्राभल भ्लगहरू पनि अपलोड गर्दै गर्छु। सबै एकचोटि भिजिट गरेर चाहिँ लाइकहरू पनि गरिदिनु होला, अनि हेरिदिनु होला, भ्युज बढाइदिनु होला। ओके, बाई बाई, थ्याङ्क यू सो मच, बाई।